आज चाहिँ म समुद्रमा आएको थिएँ। समुद्र चाहिँ ऊ त्यहाँ भर्खरै स्विमिङ गरेर आएँ। यो चाहिँ अब हामी रोडतिर मेरो रुमतिर मेरो घरतिर जाँदैछ। यो चाहिँ यहाँको घरहरू यसरी डिजाइन गरेर बनाएको हुन्छ। अनि यो चाहिँ यो खजुरको रुख जुन एकदम राम्रो डेकोरेसन बनाएर गरेर बनाएको छ। अनि योहरू यहाँ सबै यताको घरहरू भन्दा पनि यसमा रेस्टुरेन्टहरू, त्यसपछि अब बारहरू, बार त हुँदैन यहाँ जताततै हुँदैन, कुनै ठाउँमा मात्रै हुन्छ। यो चाहिँ रेस्टुरेन्टहरू, यो म्याकडोनल्ड्सहरूको के अरे भवनहरू यसरी हुन्छ। रेस्टुरेन्टहरू, म्याकडोनल्ड्स, मान्छेले गाडी पार्किङ गरेर रेस्टुरेन्टमा जानको लागि गाडी पार्किङ गर्नको लागि ठाउँ भयो। यो चाहिँ माथि म्याकडोनल्ड्सको साइन देखाएको छ, सबैजनाले थाहा पाउन् भनेर कि म्याकडोनल्ड्स यहाँ छ भनेर। अनि यो चाहिँ यहाँको रोड भयो। मैले मेरो रुम जानको लागि चाहिँ यहाँबाट क्रस गर्नुपर्छ, यताबाट क्रस गर्नु पर्यो हैन। यो चाहिँ बाटो भयो। मैले बाटो यहाँ काट्दाखेरि चाहिँ यस्तो छ, एकदम ध्यान दिनुपर्छ। यसरी यहाँ बाटोको बिचमा यसरी यहाँ के अरे गार्डनहरू बनाएको छ। यो चाहिँ यता आउनलाई र उताबाट आउनको लागि यो बिचमा गार्डन छ। बाटो काट्नलाई चाहिँ गाह्रो छ। यहाँ नआएको बेलामा चाहिँ बाटो काट्नुपर्छ। यो यहाँको भवनहरू भयो। यहाँ विभिन्न अफिसहरू, त्यसै गरेर यो मेडिकलहरू चाहिँ यो भवनहरूमा छ। यहाँ पनि यसरी गार्डनहरू बनाएको छ। यसको लागि चाहिँ हाम्रो नेपालमा यत्तिकै रोपिदिएपछि हावापानी आफै प्राकृतिक रूपमै के अरे यो गार्डनहरू अथवा यो फलफुलहरूको रुख बोट बिरुवाहरू चाहिँ उम्रिन्छ। तर यहाँ चाहिँ एकदम ठुलो लगानी गरेको हुन्छ यतिको लागि, किनकि यहाँ धेरै गर्मी भएको कारणले पानीहरू सधैँ पानी हाल्नुपर्छ। त्यसै गरेर मान्छे राख्नुपर्छ गोडमेलको लागि। यो बसहरू भयो, विभिन्न ठाउँहरूमा जानको लागि बसहरूको व्यवस्था गरेको हुन्छ। म चाहिँ हिँड्दै जाँदैछु यसरी। यो चाहिँ यहाँको मेडिकल अल्सुर क्लिनिक भनेर छ। यो चाहिँ यो एरिया क्षेत्रमा चाहिँ राम्रो नाम चलेको मेडिकल हो। बिरामीहरू अथवा पेसेन्टहरू आएर पार्किङ गर्ने ठाउँ भयो यो। डक्टरहरूदेखि लिएर पेसेन्ट ल्याएको गाडीहरूले पार्किङ गर्ने ठाउँ भयो। त्यहाँ पनि एउटा मेडिकल छ, पारी देखिएको त्यो निलो ग्लास लगाएको त्यो पनि। म चाहिँ यहाँबाट भित्र जान्छु मेरो रुमको लागि। यताको चाहिँ यो समुद्र साइडको भयो। ल आजलाई त यति। हस्त, नमस्ते, धन्यवाद।